Hello, welcome to my new vlog. आज चाहिँ हाम्रो जर्नी यहाँदेखि स्टार्ट भयो बिन्ता छुटेको चाहिँ भरे आउँछ अब चाहिँ हामी सिटीमा झर्न आँटेको अब सिटी आज पावर ब्याङ्क पनि लिएर आएको सिटीमा पनि चढिसक्यो अब चाहिँ लाग्यो गएको हाम्रो इलाका हो इलाकाको ब्याक साइड साथी आउँदैछ यही बस्छु पछाडि अर्छ त तिमीलाई अर्छ त हेलो भन्छ हेलो सबैभन्दा ढिलो कहिले म सबैलाई भेला भइसक्यौँ अब हामी जाँदैछौँ चपेटीतिर बाई बाई यो चाहिँ रहेको छ हाम्रो जमकको बसुहार मात्र गाई बस्तु चाहिँ देख्नुहुन्न है हजुरहरूले कुराहरू गाई बस्तु त हो पर बुधबार हौ बुधबार पर हुन्छ नि त यहाँ लाग्दैन नि त अहिले यो चाहिँ बस हो मेरो बसबाट यहाँ तलबाट पनि चलिरहेको एकदम रमाइलो भइरहेछ फाइनली गाइस सुनेको होला जङ्गलमा आगो लगाइदिएर कस्तो बनाइदिएको रहेछ फाइनली गाइस जो भाइ एक्लै कुदेर बस्नु आँट्यो भाइको दामी छ हाम्रो बाटो पनि दामी आयो अब हामी आइपुग्दै अहिले चाहिँ हामी आइसक्यौँ सिटीबाट ओर्ल्यौँ अब उकालो ओह्रालो भनेको हिँड्ने नि हो अब हामी घुम्छौँ गाइस फाइनली तातो घाममा सिलानी लिएर आइपुग्यो चोरुङ्गे पुलको लागि यत्रो हिँड्नुपर्छ जे होस् रमाइलो भइरहेको छ नि रमाइलो भयो गाइस तर घामले चाहिँ डढाएर कालो यहाँनिर झुलेकी पुलमा फोटोसोटो खिच्छौँ एकछिनमा भेटौँला है हामीले फोटोसुटहरू सबै खिचिसक्यौँ अब चाहिँ हामी जाँदैछौँ खाजा खानलाई जाउँ गाइस बाई सबैलाई बाई 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 रमाइलो लाग्यो फोटो खिच्दा भिडियो बनाउँदाखेरि चाहिँ हामी हिँडिसक्यौँ चपेटीबाट झरेर बयर खाँदै हिँडेको ल चोरेर छेउमै बय पनि पाएको रहेछ अनि म चाहिँ खाइसकेँ ल हामी चाहिँ आइसक्यौँ यहाँनिर भ्यू टावरमा उत्र केटीहरू यहाँनिर घोडा पनि रहेछ नबनाउने आमामा नाम लेख्नु नाममा पनि लेख्नुपर्छ हामी चाहिँ जाँदैछौँ भ्यू टावरभित्र पस्नलाई यहाँनिर गाइस तर आज फाँक भएको छ रमाइलो भयो नि शनिबार होली मनाउनु त्यही भएर हामी घुम्न हिँडेको सबै हजुर यहाँनिर पछाडि घोडाहरू पनि हिँडिरहेछ तर हामी घोडामा चढ्न मिल्दैन क्या अरे जाँदैछौँ भ्यू टावरमा चढ्नलाई हामी
बमी आउने पनि चढ्नु पर्ने रहेछ चढ्दाखेरि कस्तो हुन्छ महसुस हुन्छ हामी तपाईँलाई बताउने छौँ पछाडि डगी पाइँदैन हौ पछाडि डग न हो आइसक्यौँ यता हौ हामी सबैतिर यताबाट जाउँ न अब उताबाट जानु हामी यताबाट आउँछ बिचमा भेटौँ न हुन्छ अब हेरौँ अब हामीले यहाँनिर टिकटक भिडियो नै बनाइसक्यौँ अब हामी घर जाँदैछौँ अब के गर्ने अब खाजा खाने अनि जाने खाजा खाने भोक लाग्यो खाजा नि के खाने चटपटे खाने कि के खाने चटपट झटपट हुन्छ कि अब के हुन्छ त्यहाँ यता चटपटेहरू मात्रै पाउँछ होला चटपटे पानीपुरीहरू त्यस्तो मात्रै पाउँछ होला सायद अब अङ्कल कहाँ जानुभयो देखाउनु भ्यू टावर देखाउनु खाजा खाना आएको छौँ के खाने खाजा चटपटे चटपटे खाने चटपटे अमिलो पिरो चस्सै ल हाम्रो पानीको सिटी चटपटे पनि रेडी भइसक्यो यता अङ्कलले खाँदै हुनुहुन्छ चटपटे भ्यू टावर पनि घुमियो अब हामी घरतर्फ जान आँटेको जाउँ ल राम्रोसँग बाई बाई दुईजना मात्रै गयौँ अब हाम्रो घर चाहिँ अलिक टाढै पर्छ है त्यही भएर बस्ने हो सिटीमा बस्दा अब चाहिँ अब यहाँदेखि उता घर जान्छौँ अब म चाहिँ अब सिटीबाट जान्छु बाई बाई गाइज बाई। अब हामी फेरि नेक्स्ट ब्लगमा भेटौँला सबैले हेरेर लाइक सब्सक्राइब गरिदिनु होला बाई बाई